भगवती नट नाट्येश्वर रुद्राय नमः। के छ त पहिलो दिनको सुटिङको अपडेट? Sound. Clap. No, 34, start 1, take 1. Action. First day of shooting. How excited are you? यदि हिमालको नजिकै बसेर चाहिँ सुटिङ गर्न पाइने भयो सायद अब यो यति नजिक त म पहिलोचोटि होला। अनि अब सबै सेट भइसकेको छ। अब आजदेखि सुटिङ छ। त्यो जाडो पनि घटिसकेको रहेछ, गाह्रो छैन। Take 3. 7-8 वर्ष पछाडि फेरि पनि यो घाचोकमा आइएको छ। पहिलेभन्दा घाचोक धेरै फरक छ। नेपाली सिनेमाले पनि पहिलोभन्दा पछि फरक हुँदै गएको छ। रमाइलो लागेको छ। अनि हाम्रो दिनेश राउत सरसँग पहिलो काम हो मेरो यो। लगभग 55वटा फिल्म सकेपछि 56-57तिर उहाँसँग पालो मिल्यो। मेरो पैसा बिना तेरो भगवान नि बिग्रिन्छ नि। मलाई त्यो पैसा के काम हो? सुटिङको पहिलो दिन कस्तो एक्सपिरियन्स भइरहेछ हजुरलाई? एकदम राम्रो। यो ठाउँ पनि सुन्दर रहेछ। अनि फेरि म त अलि थोरै फिल्म खेल्छु। अनि दिनेश बाबुसँग पहिले पनि काम गरेको थिएँ मैले। यो टिमसँग पहिले पनि काम गरेको थिएँ। अनि मलाई चाहिँ एकदम आनन्द फिल भइरहेछ। र अलिकति उहाँको मेहनत गर्ने जुन सुटिङमा जुन मेहनत गरिएको छ त्यसले चाहिँ मलाई झन् इन्सपायर गरिरहेको छ। मलाई एउटा प्रेरणा मिलेको छ। Sir, first day of shooting, how excited are you? I'm very much excited. I'm in Gauma. First time shoot गर्दैछु. So tremendously excited too. Let's see what will. First take चाहिँ हैन, second take चाहिँ ओके भएको थियो कि हाम्रो अघि लिएको वाला सिन त पनि धेरै टेक खानु परेन रहेछ। फर्स्ट डेको एक्सपिरियन्स त्यति हो? अरू त्यस्तो खास छैन। बिहानै भइदिएको भए छुट्टै हुन्थ्यो। त्यो अलिक कुरेर अलिक टाइममा भयो नि त। त्यो भएर एनर्जी नै डाउन भइसक्यो जस्तो भइसकेको थियो। काम गरेछु भन्छ के खाछन् के लाछन् मलाई वास्तै छैन। भित्र बोलेन। अनि मेन कुरा चाहिँ म के कुरामा खुसी छु भने चाहिँ यहाँ लोकेसन रेकीको लागि आउँदाखेरि एकदमै चिसो थियो। पहिला फिल गरेको चिसो चाहिँ अहिले छैन। सो यो कुरामा म एकदम खुसी छु। नमस्कार, म बुद्धि तामाङ। अहिले चाहिँ म महाभूष चलचित्रको सेटमा छु। यो चाहिँ हाम्रो पोखराभन्दा अलिकति माथि घाचोक गाउँमा छु। एकदम रमाइलो भइरहेछ। माछा पिछेको फेदीमा बसेर कालो चिया खाइरहेछ। कालो चिया के छ सरस्वती दिदी? हजुर ठिकै छु। गुड मर्निङ, नमस्ते। कफी खान लागेको छु। पहिलो दिन हिमाल हेर्दै कफी खानु रमाइलो भइरहेछ। धेरै आर्टिस्टहरुसँग पहिलोचोटि पनि काम गर्दैछु। मलाई रमाइलो लागिरहेछ। अहिलेका चल्तीमा रहेका स्टारहरूसँग काम गर्ने मौका पनि मैले पाएको छु। मलाई ज्यादै खुसी लागेको छ। ठाउँ पनि कति रमाइलो, एकदम रमाइलो रहेछ। आफूले सोचे भन्दा बढ्दै रहेछ। यहाँ त धेरै रमाइलो। Till now it's like going smoothly. धेरै राम्रो भयो, स्मुथली भयो। एक्टरहरु पनि सब जोसी। सेटको फर्स्ट डेको एक्सपिरियन्स? फर्स्ट डेको अब ब्रेकफास्ट खायो, कमाउँदैसँग फेरि भेट भएछ। बाहिर म यहाँ थिएटरको, फिल्मको, सिरियलको, म्युजिक भिडियो सबै कुराहरू सिद्धेर अब हामी रेडी छौँ सिनको लागि। जे होस् एउटा सर्ट लिनलाई हामीलाई यहाँ 12 बजिरहेको छ। 12 हैन, हालेको 18 अहिले ठ्याक्कै 1 घण्टा चिया दिदैन कसैले। के छ त नयाँ नियुक्त असिस्टेन्ट क्यामेराम्यानको खबर? ए म पनि हो खसीको डिमान्ड? हैन, खसी म हैन, खसी त उहाँ हुने हो।
त्यो रुममा जुन गर्ने भने त्यो नभएर हामी चाहिँ बाहिर भयो एकदम रमाइलो भइरहेको फर्स्ट डे अफ सुटिङको एक्सपिरियन्स बवाल भइरहेको के छ पहिलो दिनको सुटिङको एकदम रमाइलो भइरहेछ यता आइसकेपछि ठिक छ क्या काठमाडौँमा गर्नु तैँले गर्छस् होला क्या रे